वित्तीय संस्थाहरूमा चाहिँ सर्वोच्च अदालतको एउटा फैसला आयो। त्यो फैसला अन्तर्गत प्रमुख कार्यकारी अधिकृत सञ्चालकहरू जसलाई चाहिँ नेपाल राष्ट्र ब्याङ्कले सचेत गराएको अथवा नसिहत दिएको वा निलम्बनमा राख्ने वा थोरै 5 लाखसम्मको फाइनेन्सियल पेनल्टिजहरू लगाएको छ, ती व्यक्तिहरू चाहिँ स्वतः अवकाश हुन्छन्, उहाँहरूले काम गर्न पाउनुहुन्न भन्ने किसिमका कुराहरू आइरहेका छन्। सम्मानित सर्वोच्च अदालतको फैसलामा त्यो कुरा उल्लेख छैन। सम्मानित सर्वोच्च अदालतको फैसलाले के भनेको छ भने उहाँहरूले सचेत राष्ट्र ब्याङ्कबाट सचेत नसिहत वा निलम्बनमा वा अथवा चाहिँ सामान्य फाइनेन्सियल पेनल्टिज पे गर्नुपर्ने अवस्थाको सजाय पाएको भए पनि उहाँहरूलाई चाहिँ अब जुन पदमा कार्यरत हुनुहुन्छ त्यो पदमा कार्य गरिराख्न पाउने हो या होइन भन्ने विषयमा पनि नेपाल राष्ट्र ब्याङ्कले नै पत्र पठाएर अथवा नेपाल राष्ट्र ब्याङ्कले नै निर्देशन दिएर उहाँहरू त्यो पदमा बसेर काम गर्न पाउनुहुन्न, उहाँहरू अब अयोग्य हुनुहुन्छ त्यो पदमा काम गरेर बसेर काम गर्नको लागि भनेर नेपाल राष्ट्र ब्याङ्कले नभनुन्जेलसम्म उहाँहरूले अहिले तुरुन्तै जागिर छोड्ने अथवा त्यहाँबाट बाहिरिनु पर्ने स्थिति चाहिँ छैन। सम्मानित सर्वोच्च अदालतको फैसलाले त्यसो भनेको होइन। सर्वोच्च अदालतको फैसलाले भन्यो के त भन्दाखेरि नियमनकारी निकायले कानुन विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको 5 वर्ष व्यतीत नभएको व्यक्ति चाहिँ ती पदहरूको लागि अयोग्य हुन्छ भनेपछि अब यो नसिहत पाएको अथवा सचेत पाएको अथवा सामान्य फाइनेन्सियल पेनल्टिज पाएको व्यक्ति पनि अब चाहिँ 5 वर्षसम्म त्यो जहिले उसले त्यो नसिहत पाएको छ त्यसको 5 वर्ष नकटुन्जेलसम्मको लागि चाहिँ ऊ चाहिँ सञ्चालकको पदमा अथवा कार्यकारी प्रमुखको पदमा अथवा त्यस्तै ऐनले तोकेका पदहरूमा चाहिँ ऊ जानको लागि अयोग्य भयो। भन्नु मतलब अब जहिले सचेत अथवा त्यो चाहिँ पाएको छ, उसले सजाय पाएको छ, सजाय पाएको 5 वर्ष व्यतीत नहुन्जेलसम्म चाहिँ ऊ अयोग्य हो भनेपछि यसले असर कहाँ गर्ने भयो भन्दाखेरि जसले चाहिँ सचेत पाउनले अहिले काम गरिराख्नु भएको छ उहाँले चाहिँ सचेत पाउनु भएको छ अथवा नसिहत पाउनु भएको छ भने अब दोहोरिनको लागि अथवा चाहिँ अब उहाँहरू चाहिँ कन्टिन्यू हुनको लागि चाहिँ अयोग्य हुनुभयो। यो सम्मानित सर्वोच्च अदालतले सो फैसलामा भनेको चाहिँ त्यति मात्र हो।